हेलो एन्ड गुड मर्निङ एभ्रिवान। के भएको र दाइ? के भयो? के भयो दाइ? के रे? तपाईँ बोल्नु जाऊ भाइ भन्ने हो नि त। दाइ हाल्दैन यस्तो केटीहरूसँग कहाँ केटीहरूलाई यस्तो भन्ने हो त नि अनि जति राम्रोसँग जानु है ह्याप्पी औली। ल है गाइस, बिहानको सुरुवात यसरी भइसकेको छ हाम्रो। है गाइस, फेरि पनि वेलकम ब्याक टु माई युट्युब च्यानल। अनि हामी चाहिँ अहिले छाप्रोमा छौँ। आज होली मनाउन कहाँ कहाँ पुगिने भनेर यहाँ अब यसो यहाँ भेट्ने भनेर सबैजना, अनि यहाँ भेटेर अनि कहाँ मनाउन गइन्छ होली। यहाँ चाहिँ अब यसो खाजासँग खान आएको थियौँ, अब निस्किन्छौँ एउटा साथीलाई लिन, अनि यहाँबाट सिधै सौरा। सो लेट्स गो। ल है, आइसक्यो। ह्याप्पी होली। ल वाट्सअप भ्लग बनाएर ल है गाइज, अब चाहिँ हामी टक्क लगाएर सबैजना मिलेर सिमल ढाकतिर घुम्न गइन्छ यसो होली मनाउन। के छ त्यतातिर पनि यसो माहौल हेर्नलाई। अनि ओके लेट्स गो। है गाइज, दुइटामा पेट्रोलतिर भइसकेको छ, तिनवटामै भइसकेको। अब ल सिधै सिमल ढाक। ओके ल ओए हुइले हाल्ला क्या। ल ल यहाँसम्म चाहिँ बाटो एकदम अफ रोड रहेछ। यो चाहिँ के पुल हो? हरिपुर हरिपुर पुल रहेछ यो चाहिँ। अनि यस्तो बाटो चाहिँ यस्तो छ अफ रोड, पुरै 15-20 मिनट जति अफ रोड पछि फेरि बिच बाटो आइसकेको छ। अनि दामी छ भने यहाँको बाटो, डाँडा घरहरू भेटिन थालिसक्यो अब यहाँबाट। नानीहरूलाई बल्ल शिवरात्रि लाग्यो हो होलीको बेलामा। अरे कुरै भएछ। कता कस्तो अफ रोड बाटो हो यार, आम्मा डेन्जर है। ल अब हामी चाहिँ सौरा जानु लाग्यो। गयो चाहिँ सौरा। त्यसको अगाडि गाई जाति है गाइस, राइट सौरा राइट नाउ। अनि दामी भ्यू आइरहेछ सौरामा चाहिँ, भाइस पनि दामी आइरहेछ। ओहो बाख्रा। ल गाइस, हामी चाहिँ अब यहाँ सौरा आइसकेको छौँ खाजा खान। यहाँ चाहिँ बवाल रहेछ यो ठाउँ। दामी रहेछ। हावाको सासमा मेरो मन डुलिरहन्छ। थाहा छ मलाई तिम्रो दुःख, रिसौँ भने मेरो मन दुख्न थाल्छ। हिर्काउँ भने म ल है गाइस, अब चाहिँ हामी घर फर्किँदैछौँ होली मनाएर। होली त केही भएन, यताउता हिँड्दा सक्यो।